बजार जाने भनेपछि चुमचुम पर्ने म अहिले हेटुडाको स्थिति देखेर मलाई बजार जानै मन लाग्न छोडिसक्यो गाइस। यस्तो बिजोग बनाएर छोडेको छ है, नपुरै भत्काएको छ। त्यो भूकम्प आयो भने के होला। अनि म आज बजार गएको थिएँ होइन, मेडिकल जानु थियो मेरो आँखा सुन्नेर। अनि म जससँग गएको थिएँ अनि उहाँ चाहिँ मेरो बाबा, अनि बाबा चाहिँ लिन आउँदै उसिन्छ मलाई। अनि गएको एकछिन पछि आउँछ भनेर डक्टर, अनि हामी गएर फेरि फर्केर सामान किनेर अनि फेरि त्यही बाटो गएर फेरि एकछिन कुर्यौँ। एकछिन त के भन्नु, आधी घन्टै कुर्यौँ। आधी घन्टामा पनि नआइसकेपछि हामी चाहिँ फेरि घर जाँदैछौँ गाइज। मेरो बाबा चाहिँ पुरै रिसाएर फायर भइसकेको थियो है, मलाई कुराउन लगाइस् भनेर। अनि यसरी बाटोमा यसरी मेरो बिजोग देखाउँदै अनि म चाहिँ गएँ। अनि बाबाको यता फोटो धुलाउनु दिनु थियो, अनि त्यसपछि बाबाले फोटो धुलाउन पनि दिस्यो होइन। अनि मेरो चाहिँ बाबा हो उहाँ चाहिँ, अनि कति क्युट होइसिन्छ मेरो बाबा। अनि यस्तो बिजोग छ जताततै है, म त झन्डै लडेको। झन् यस्तो अब अलिकति बुढो भएको मान्छेहरूको अलिक बच्चाहरूको हालत के होला। अब झन् पानी पर्ने मौसममा त यस्तो बिजोग हुन्छ यो बाटो, जताततै यस्तै छ भनेको के गरे हो। त्यो अँध्यारोमा के हुन्छ होला मान्छे लडेर।